ल अब चाहिँ हामी यहाँ माथि शिवलिङ्गमा जाँदैछौँ। हेर्न सक्नुहुन्छ हजुरहरूले शिव भगवानको शिवलिङ्ग। यहाँ चाहिँ सर्प हुनुहुन्छ, यहाँ चाहिँ भगवान हुनुहुन्छ शिव भगवान। उहाँ चाहिँ ल यहाँ भगवानको पनि हामीले दर्शन लियौँ। अब हामी चाहिँ यहाँ घन्टा बजाउँछौँ। अब चाहिँ यो हो हाम्रो हुनुहुन्छ हाम्रा नन्दी भगवान, जसको हामीले चरण स्पर्श गरेर हामी अगाडिको कामहरू गर्नेछौँ। अनि अब एकचोटि यहाँ हेर्न सक्नुहुन्छ, यहाँ चाहिँ यसरी पानी हालेर यहाँ चाहिँ सानो दुलो छ, त्यसरी पानी खस्छ यहाँबाट चाहिँ। अनि यो चाहिँ यस्तै त्रिशूल हो, यो चाहिँ ध्वजा हो, त्रिशूलको अगाडिको ध्वजा। अब हजुरहरूले हेर्न सक्नुहुन्छ यहाँ चाहिँ भगवान गणेशलाई फेरि पनि हामीले दर्शन गरिसक्यौँ। यहाँ पनि गणेश भगवान हुनुहुन्छ। अब यहाँ हेर्न सक्नुहुन्छ गणेश भगवान, यहाँ पनि हेर्न सक्नुहुन्छ गणेश भगवान। त्यसै जस्तो काठमाडौँमा धेरै जस्तो गणेश भगवानको मान्यता हुन्छ। अनि यहाँ भगवानको नाम चाहिँ कार्य विनायक हो। अनि यहाँ भगवानको नाम चाहिँ सिद्धि विनायक हो। उहाँको नाम चाहिँ अशोक विनायक हो। यहाँ भगवानको नाम चाहिँ सवेत विनायक हो। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ सानो सानो यज्ञ कुण्ड छ। अनि यहाँ चाहिँ हामी हौ, हेर्न सक्नुहुन्छ मिररमा चाहिँ मन्दिरमा हामी सब देखेको छ। लास्टचोटि यहाँ जल विनायकको दर्शन गरेर अगाडि बढ्छौँ अब हामी सफरमा। त्यसैले फेरि पनि दर्शन गरेर घन्टा बजाइदिन्छौँ। सो अब हामी यहाँ मन्दिरदेखि बिदा ल्याउँदैछौँ। र यो भिडियो चाहिँ आशा गर्छु राम्रो लाग्यो तपाईँहरूलाई। कि यसमा चाहिँ हामी काठमाडौँमा आएको छौँ। काठमाडौँमा चाहिँ धेरै जस्तो मान्यता भगवान गणेशको हुन्छ, त्यसैले चाहिँ भगवान गणेशको यहाँ चाहिँ धेरै पूजा गरिन्छ। ल अब चाहिँ हामी केही खानेकुरा किन्दैछौँ। ल के किन्न खाने? यो खाने? कुन यो खाने? कुन खाने? ल ल छिटो भन। ल हामीले चाहिँ दोकानबाट किनिसकेका छौँ चक्लेटहरू। ल काठमाडौँमा चाहिँ धेरै जस्तो मान्यता गणेश भगवानकै हुने रहेछ।